Hello guys, welcome to my first vlog. So म चाहिँ देव र हाल परदेशमा छु। सो मेरो च्यानल लाई चाहिँ सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट्सहरू गरिदिनु होला। सो अबदेखि चाहिँ मेरो भ्लगिङ भिडियोहरू आउनेछ। सो सपोर्ट गरिदिनु होला गाइज। आज हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दाखेरि थाहा छैन। त्यस तल गएर चाहिँ दाइसँग सोध्नेछु है हामी कहाँ जाँदैछु भनेर। सो लेट्स गो। हामी कहाँ जाँदैछ त? हामी आज रुम्नियाको स्थानीय मार्केट, स्थानीय बजार, त्यहाँ चाहिँ स्थानीय उत्पादन भएका सागसब्जीहरू चाहिँ ताजा पाउँछ, त्यही लिन जाँदैछौँ। अब अरू मार्केटतिर पाउने भनेको धेरै समय अगाडि लिएर राखेको हुन्छ। त्यहाँनिर आज जाँदै गएको ठाउँमा चाहिँ ताजा ताजाहरू र प्राइसको हिसाबले पनि सस्तो छ। लोकल मान्छेहरू लिएर आउने भएर सस्तो पर्छ। So let's go. सो हामी चाहिँ स्थानीय बजार पुग्दैछौँ र सो हामी आज स्थानीय बजारको चाहिँ अवलोकन गर्नेछौँ। सो यहाँ चाहिँ एकदम भिडभाड हुन्छ र सो यहाँ सेकेन्ड ह्यान्डको सामानहरू पनि राम्रो पाइन्छ। सो हामी आज सो इन्टर गर्दैछौँ। दसवटा हुन्छ, 10वटा होइन, 10वटा मात्रै लगाउँ न। जस्तो हामी अन्डा किन्दैछौँ है। चाहिँ लोकल अन्डा हो यो। अन्डा किनेपछि हामी चाहिँ लाग्यौँ यो अर्को साइडतिर। यहाँ चाहिँ विभिन्न किसिमका सामानहरू पाइन्छ। मोबाइलहरू, सेकेन्ड ह्यान्ड मार्केट, सेकेन्ड ह्यान्ड ल्यापटपहरू, अन्य सेकेन्ड ह्यान्ड सामानहरू, लुगाहरू, भाँडाकुँडाहरू। त्यसपछि हामी चाहिँ यो भाँडाकुँडा हेर्न आयौँ किनकि मलाई एउटा भाँडा चाहिएको थियो र कभर पनि चाहिएको थियो भाँडा बोक्ने। हामी चाहिँ हेर्दैछौँ। बेच्न त जे पनि ल्याइदिने कि यहाँ त। यतातिर जाउँ ल। यता आइटम रहेछ, के आइटम रहेछ यतातिर। को रहेछ आइटमहरू ल। बरालहरू, पावर ब्याङ्कहरू समस्या समाधान भयो त। मसँग त 500 त हुन्छ नि। अनि कति लाग्ने रहेछ त्यो पासपोर्ट रिन्यू गर्नलाई? यहाँको 1200।
हामी चाहिँ त्यो भाँडाको ढक्कन किन्न आएको खोइ त ढक्कनै भेटिन्न त त्यही लानु नि त भरे 10 को अझै 5 मा पाइन्थ्यो कि भन्ने मेरो चाहिँ दिनु पर्यो भनेर किन्दै हो र यसले जुस दिँदा मैले हेरेँ बेबी मैले हेरेँ कति राम्रो रहेछ हेरेँ डलहरू पनि रहेछ बुकहरू अनेकौँ चिज बेच्न लिएर आउँछ हौ यिनीहरूले त ढक्कनहरू जस्तो रहेछ सो मार्केटमा चाहिँ सेकेन्ड ह्यान्ड सामानहरू मोबाइलहरू भाँडाकुँडाहरू टिभीहरू लगायतका अन्य आइटमहरू लुगाहरू पाइँदो रहेछ सो हामी चाहिँ त्यहाँबाट निस्किएर चाहिँ हामी अब रुमतिर लाग्दैछौँ दाइ चाहिँ अगाडि हुन्छ र म चाहिँ पछाडि नै छु र यो चाहिँ यहाँको घरहरू र हामी आउँदै गर्दा बाटोमा चाहिँ यस्तो घरहरू पर्छ सो यो घर हुँदै घरको बाटो हुँदै हामी जाने हो सो धेरै टाढा त छैन जम्मा आधी घन्टा हो आधी घन्टा हिँडेर चाहिँ हामी पुग्छौँ यो सेकेन्ड ह्यान्ड मार्केट तपाईँहरू देख्न सक्नुहुन्छ आज मौसम चाहिँ राम्रो छ र घाम लागेको अवस्था छ आज अलिकति वार्म छ तर हावा चाहिँ एकदम बेसी चलिरहेको छ है हावा चाहिँ एकदम चलिरहेको छ पनि आइपुग्यो गाइज सो मैले चाहिँ आज के लिएर आएँ भन्दाखेरि यो चाहिँ एउटा काउली लिएर आएँ राम्रो छ काउली चाहिँ र यो अन्डा लिएर आएँ अन्डा चाहिँ 5वटा लिएर आएको छु है लिएर आएँ मेरो यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला